आज फाइनली ताल घुम्न आयो अल्छी लागिरहेछ सुटियासँग आएको अल्छी लागेर तनाव पर्छ तालको पछाडिको शिवले मन्दिर शिवजी हो दिदीहरू त गऱ्यो हुनुहुन्छ मस्तसँगले Hello everyone. नाम के हो? नाम दिपेन छैन। मलाई पनि बेला सदस्य होइन सदस्य हुन्छ सदस्य हुनुहुन्छ उहाँ पाखरी अस्पतालको सदस्य हुनुहुन्छ उहाँ हुन्छ मेरो सालो केटा सालो नचाहिने मिर्गा ठाउँमा पुग्यो र अनि मिर्गालाई पुरा घाँस दिँदै बसेको थियौँ मिर्गालाई चलाउँदै बसिरहेको थिएँ अनि त्यहाँनिर मिर्गा पुरा हेर्न त्यहाँ कस्तो दामी खाँदै खाँदै बसिरहेको थियो मिर्गालाई कति माया लाग्दो कहाँबाट समातेर लागेको थियो पनि वाह बिचरा मम्मीले चाहिँ खोजिदिँदै हुन्छ पुरा मिर्गालाई घाँस दिनको लागि त्यति भए हुन्छ भनेर ल्याइदिनुहुन्छ बिचरा माया लाग्छ नि त मिर्गाहरूको त्यही भएर सिसो गएर मिर्गालाई घाँस दिँदैछौँ मम्मीले थोरै थोरै भए पनि खान्छ भनेर भाइ एकजनाबाट थोरै थोरै दियो भने उनीहरूलाई धेरै हुन्छ थोरै थोरैको सहयोगले गर्दा के हुन्छ भनेर खराहरू पनि छ यहाँ खराहरू पनि हेर्नु सक्नुहुन्छ बाहिर यस्तै रमाइलोहरू छ तपाईँ आउनुहोस् घुम्नुहोस् थकाइ लाग्ने विश्राम स्थल पनि रहेको छ यहाँनिर पिकनिक स्टोरहरू घुम्ने ठाउँहरू छ त्यहाँनिर घुम्ने ठाउँमा घुमेर रमाइलो गर्न सक्नुहुनेछ दुर्घटना क्षेत्र कति कोही हेरिरहेको न मलाई घरमा फेरि लाइक भ्यू सबै हेर्नुपर्छ खै थाहा छैन मैले आज आउँदैछु भन्दैछु पहिलोचोटि आएको भन्दैछु जिन्दगीमा अब के हो ताल त पहिलो देख्छु त पान्दा
त्यो बाइक ए प्लेन भित्र त पुरा प्लेन त आज त बन्द परेछ त नाम मात्रै प्लेन होइन उकालो चियाबारी लाग्यो अब होइन तालतिर घुम्दा 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 गएर अब टक्कसँगले हामी आएर अब यहाँ चारपाते झार खोज्दै बस्ने हो एकछिनमा पनि चारपाते झार कहाँ छ त अब खोज्दा खोज्दै बुढो होला जस्तो छ जसले चारपाते भेट्छ त्यो जिन्दगी लक्की हुन्छ भन्छन् खोइ म त कहिले भेट्दिनँ हामी चारपाते झार खोज्दा 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 गएर अल्छी लागेर हिँड्यो अब दिनभरि यति फोटो खिच्यो यति फोटो खिच्यो खिचेको दिनभरि यति खिच्यो यताबाट गऱ्यो उताबाट लडेर गऱ्यो उता पल्टेर गऱ्यो उता पल्टेर गऱ्यो उता फर्केर गऱ्यो तालमा गऱ्यो माथि चढेर फोटो खिच्यो यत्रो माथि त वक्क भएर माथि चढ्दै आएको माथि घुम्नु पर्यो सानो केटा पुरा केटाकेटा खेल्नु छ हामी यति माथि माथि चढ्यो अनि यति हल्लाइदिएको सबैजना बहिनीहरू डराएर नलानु भन्दै मैले झन् मजाएर हल्लाएको हल्ला गरेर डराएर पुरा केटाकेटा खेलिरहेको छु हामी पनि के काम भनेर म पनि सिलिपति खेल्न गएँ सिल्ली खेल्दै खेलेँ त्यो मजा सालो म अनि पुगेको केटाकेटीसँग कति मजा खेल्दा 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 यति रमाइलो भयो कि के भन्नु अनि मम्मीलाई पनि पिङ खेल्न मन लागेर खेलाइदिउँ उयो म पनि खेलाइदिएँ नलाइदिएँ मलाई त्यति खेल्न पछि फेरि सालहरूमा पनि पिङ खेल्नु थाल्यो उहीँ ढिकी जाउँ खेल्दा खेल्दा उचाल्न नसक्यो सालोलाई भइरहेको थियो कति मजा भयो खेल्दा खेल्दै फेरि मलाई नि गाह्रो भएर उचाल्न नसकेर कस्तो गाह्रो फेरि उठाएर उसले पनि म पनि के कम भनेर पनि बस्दिरहेको म निक्लेर जानु खोजेको सालो केटा त डराएर बेना भनेर भागिहाल्यो सकेर हामी अब बचाउनुपर्छ भनेर योतिर आयो अनि खाइयो अनि निस्क्यो अनि खाजासाजा खानुपर्छ माथि गएर चटपटी खानुपर्छ भनेर प्लान गऱ्यो आयो अनि आएपछि त आम्मा केटीहरू त गपागप चटपटी खान थाल्यो सालो उठाल्यो गपागप यति खाँदा यतिखेर गप खान्छ त हामी हेरेमा चाहिँ मजा खानु मन लागेन धन्यवाद मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनु होला तपाईँको प्यारो दिपेन श्रेष्ठ